मलाई यो यात्रा गर्दा गर्दै होइन हर्क साम्पाङको कुरा चाहिँ याद आयो क्या होइन। यस्तो ठुल्ठुलो स्वरले कराउँथ्यो नि, मै बन्छु प्रधानमन्त्री, मै गर्छु, मै बालेन सालेन चिन्दिनँ रविको होइन दुनियाँ दिवानो कुरो गर्थ्यो क्या। तर मलाई मन नपर्ने, म त हर्काको त अलिकति त्यस्तो मन नपर्ने मान्छे हो होइन। म त बालेन रवि हो नि त, घन्टीको समर्थन हो नि त हामी त होइन। त्यही भएर चाहिँ हर्का चाहिँ मलाई त्यति मन पर्दैन। किनभने यो बाटोमा जाँदा जाँदै मैले हर्काको बारेमा पनि सोचिरहेको थिएँ कि के साह्रो किन यति धेरै मूर्ख भएको होला होइन। जे पनि आफूले गर्ने आफै राम्रो, त्यस्तो टाइपको कुराहरू गर्थ्यो क्या हर्काले चाहिँ। त्यसपछि मलाई हर्का मनै पर्नु छोड्यो क्या। सबै उसलाई नै चाहिने, सबै उसलाई नै चाहिने होइन। यो चाहिँ मलेसियाको बाटो हो। मलेसियाको धेरै उता नै हो यो, जोरबारको जङ्गल साइडतिर नै हो, त्यति सिटीभित्र चाहिँ पर्दैन। जे होस् ठाउँ चाहिँ बवाल छ, एकदम पिच छ होइन। यो चाहिँ 1 बाई चाहिँ होइन, तर भए पनि बाटो एकदम सफा, त्यति फराकिलो पनि छैन, बाटो एकदम राम्रो छ होइन। बाटो चाहिँ धेरै दामी लागेको छ। दिउँसो उता गएको थियो क्या, कता अरे त्यो साउको खै के भयो रहेछ, हाम्रो बोसको सामानहरू अलिअलि पुऱ्याउनु गएको थियो। त्यसपछि ड्राइभरले अन्त्यै बाटो मोडाएर लिएर आयो क्या हामीलाई। अनि त्यसपछि हामी दुई भाइ चाहिँ गफ गर्दै कराउँदै गरेर यता आउँदै थियो क्या। जो होस् रमाइलो भयो आजको दिन। ड्युटी गर्दा गर्दै घुम्न नि पाइयो होइन, रमाइलो नि भयो, त्यति साह्रो दुःख चाहिँ भएन। जे होस् अलिअलि यताउता सामानहरू ओसार पसार गर्ने कार्यक्रममा चाहिँ दिन गयो होइन। यहाँको चाहिँ हरियाली एकदम हुन्छ, यो 12 महिना हरियाली हो होइन। फलफुलहरू 12 महिना। यो साइडको तपाईँहरूले देख्न सक्नुहुन्छ तेलको जङ्गलहरू। अहिले चाहिँ तेलको जङ्गल छैन, अलिक परपुरको चाहिँ तेलको जङ्गलहरू आउँछ। रोडहरू देख्न सक्नुहुन्छ, यति सफा, यति पिच, यति विकास भएको देश मलेसिया होइन। हाम्रो चाहिँ देशको चाहिँ हाम्रो नेपालले चाहिँ एक छेउ नै भ्याउँदैन, त्यस्तो हिसाब गर्ने हो भनेदेखि चाहिँ होइन। त्यही भएर चाहिँ नेपाल चाहिँ धेरै तल भइसकेको छ। अब नयाँ सरकारले चलायो भने, नयाँ नियम नीति कानुनहरू अगाडि ल्याएर अगाडि बढायो भने चाहिँ अब के हुन्छ कि जस्तो लाग्छ। नत्र भने चाहिँ उही पुरानोको हालत जस्तो भयो भने हालत चाहिँ त्यही हो। अलिकति नयाँ सोच, नयाँ व्यक्ति भएर अगाडि बढ्यो भने चाहिँ के न के चाहिँ हुन्छ होला होइन। यस्तै अलिकति विकसित हुनु पऱ्यो क्या देश। लास्टै बेरोजगार लास्टै नै भयो त। अनि अरू देशले, छिमेकी देशहरूले नि हेप्नेसम्म भइसक्यो त। अनि देशको हालत देखेर, देशको बिजोग देखेर होइन, अहिले जुन सरकार चाहिँ बालनको हातमा पुगेको छैन। अब लगभग केही समयपछि पुग्छ होला। भोट सबै गरेर लगभग घन्टीले नै जितिसकेको छ। अब धेरै चाहिँ टाइम छैन। तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो जङ्गलमा, यो चाहिँ तेलको बोट है। यो जुन तपाईँहरूले देखिरहनु भएको छ नि छेउछेउको, यो सबै तेलको बोटहरू हो। यो धेरै राम्रो छ, जङ्गलको बिचमा यस्तो पिच बाटो होइन। हल्का हल्का उकालो, प्रायः जस्तो समानै हुन्छ। मधेसतिर त्यस्तो खासै उकालो चाहिँ हुँदैन, धेरै नै उकालो चाहिँ अलिक पहाड पनि छ यहाँनिर चाहिँ। तर हामी तल बस्ने ठाउँतिर चाहिँ यस्तो चाहिँ छैन। पहाड हेर्नुको लागि चाहिँ अलिक माथि नै जानुपर्छ है। त्यही भएर अलिकति यस्तै छ, यसरी नै बितिरहेछ होइन। मैले चाहिँ यो भिडियो किन गरेको भन्दाखेरि चाहिँ अब म नेपाल जाँदैछ होइन। नेपाल गएपछि चाहिँ ओहो म ठाउँमा यो घुमेको छ, यो ठाउँमा यसो हेरेको छ भन्ने नि हुन्छ नि त। त्यही भएर मैले अलिकति लङ भिडियो नै बनाएको हो कि, कति 7-8 मिनटको होला भिडियो बनाइदिउँ, युट्युबमा हालिदिउँ, घर गएर यसो हेर्न मिल्छ नि त होइन। त्यस्तो भाइरल हुने यताउता त होइन नि। त्यही भएर मैले चाहिँ उता घुम्न गयो होइन। टक्क लगाएर ड्राइभर चाहिँ मलेसियाकै ड्राइभर हो। 2 जना साथीभाइ चाहिँ गएको थियो उसको गाडीमा। एकदम राम्रो क्या बाटो, जङ्गलको बाटो राम्रो लाग्यो होइन। मौसम पनि एकदम सफा। त्यही हो है, मैले अघि नेताहरूको पनि कुरा जोडिदिउँ। बाटोमा हिँड्दा हामी कुराकानी गर्दै हिँडेको थियो, त्यही कुरालाई याद गरेर अलिकति भिडियो बनाइदिएको।
भिडियो त्यो नेताको बारेमा भन्दा नि देशको बारेमा हो। देश यस्तो भयो उस्तो भयो भन्ने कुरामा हो। देशलाई विकास गरौँ भन्ने कुरा हो होइन। देशलाई अलिकति विकसित गरौँ, हरेक कुराको अलिकति गरौँ न होइन। यो जुन अवस्थालाई चाहिँ अलिक कम गरौँ न, त्यही हो। त्यही भन्न खोजिया चाहिँ त्यही हो है। हुन्छ नि त, मान्छेको देशसँग त अलिकति तुल एक छेउ पनि मिल्दैन के। अब नेपालीहरूले मलेसियालाई खाडी भनेर हेर्छन्। खाडीमा के कस्तो रहेछ विकास, के शब्द युज गरेर खाडी भनेर भने के। नेपाल चाहिँ के नै कस्तो नै भएको जस्तै अरूको देशलाई खाडी यताउता। खाडी भने के स्वर्ग हो नेपालीहरू यो त। विकसित ठाउँलाई हेर्ने भने स्वर्ग। नेपालले एक छेउले पनि भ्याउँदैन मलेसियालाई। मलेसिया यति चलेको ठाउँ हो नि होइन। यहाँ यति धेरै कम्पनीहरू छ, धेरै डिमान्डहरू पनि अहिले भइरहेछ। मलेसिया खोलिसकेको छ। यदि तपाईँहरू मलेसिया आउनुहुन्छ भनेदेखि मलेसिया खोलिसक्यो। गफमा अब मलेसियाकै कुराहरू पनि आयो होइन। यस्तै छ होइन। मलेसिया देश एकदम राम्रो छ, विकसितमा हाम्रो नेपालले एक छेउले पनि भ्याउँदैन। हरेक कम्पनीहरू चाहिँ यहाँ होइन ठुल्ठुलो चाइनिजले चलाएको देश हो नि त यो। चाइनिज चलाएर धेरै वर्ष भइसक्यो। त्यही पनि एकदम राम्रो छ है, विकास भएको देश। नेपालले एक छेउले पनि सक्दैन, त्यही हो। अब बालेन सरकार रवि सरकारले केही चलायो भने चाहिँ अलिअलि हुन्छ कि। अब भ्रष्ट नेताहरूले पनि खाएर खोक्रो बनाएको देश, अब के विकास होला र होइन। अबको यो नयाँहरूले चाहिँ के गर्छ भन्ने आश चाहिँ अलिकति छ है म माथि चाहिँ। नयाँले गर्नु पऱ्यो नि, देखाउनु पऱ्यो नि होइन। अब यस्ता भुत्रे भाङ पुरानाहरूलाई फ्याँकेर नयाँलाई साथ सपोर्ट दिएको छ जनताले यसपालि। अब नयाँले के गर्दो रहेछ हेरौँ। नयाँ पनि केही समयपछि खुल्क्यो भने चाहिँ उयो हो। अब हेरौँ न के हुँदो रहेछ, नयाँले चाहिँ के गर्दो रहेछ होइन। त्यही हो, नयाँमा अलिकति आशा छ। नयाँले के गयो भने चाहिँ त्यही राम्रो लाग्छ होइन। अब धेरै राम्रो हुन्छ नि, पुरानोले भन्दा अलि राम्रो गऱ्यो भने। त्यही हो भन्न खोजेको। म चाहिँ खाना खाएर बेलुका टक्क पार्कतिर हिँडेर अहिले चाहिँ अलिकति भोइस रेकर्ड गर्दैछ क्या। दिउँसोको कुराहरूलाई याद गरेर है, केटाहरूसँग मजा गरेर हिँड्दै थियो। मैले चाहिँ फेरि ब्याक क्यामेरा गर्नै बिर्सिसकेँ। यतापट्टि हामीलाई पनि देखाउनु पर्ने थियो। एक कुरा